यसरी लोकल कुखुराको खुट्टा चपाउनुको मजा बेग्लै छ नि फेरि। सो गाइज आजको ब्लगमा फेरि पनि स्वागत छ। मैले अन्डा फ्राई गरेर राखिसकेँ। मेरो चाहिँ डेली रुटिन यसरी नै सुरु हुन्छ। म चाहिँ जहिले खाना बनाउनु पर्ने हुन्छ अनि यो चाहिँ आजको स्पेसल डिस रहेको छ ढिक्री अनि त्यस साथसाथै टमाटरको चटनी टक्क लाएर अमिलो पिरो ट्वाक्क भएको अनि यता मासु अनि यता भात पनि मेरो पाक्दैछ साइडमा। अनि म चाहिँ बचत गर्ने बानी बसाल्नु पर्छ भनेर हल्का बचत गर्न थालेँ अनि माथि आएको भुड्की किन्न मन लाग्थ्यो तर हल्का बजेटभन्दा बढी भएर अनि त्यसले मैले आफै आइडिया निकालेर आफैले कपीमा यति हालेको भनेर टिक लगाउँछु। अनि खाना पकाइसकेपछि म चाहिँ यसरी बाख्रा चराउन जान थालेँ। गर्मी पनि थियो हल्का अनि यस्तो मौसम नि शीतल शीतल थियो के गर्नु जस्तो पानी चाहिँ पुर्न सकेन अनि म बाख्रा चराएर घर आएर खाना खान थालेँ। अहिलेको गर्मी यति साह्रो छ कि बिहान 9 बजेपछि त बाहिर निक्लिने कति गाह्रो हुने अनि चिसो पानी खाँदा नि गर्मी हुने जे गर्ने गर्मी पंखा चलाउँदा नि गर्मी के गर्ने होला। जस्तोमा सुतेर उठेर यसो हेरेको त आज सोमबार पनि बजार जानु पर्ने थियो अनि बाहिरको मौसमहरू त पानी आउला जस्तो हुरी बतास आउला जस्तो थियो तर एकछिन हावा चलाए फेरि कहाँ हरायो पानी फेरि अत्तो पत्तो छैन। यता फेरि हाम्रो अङ्गुर एउटा दुईटा पाक्छ यस्तै हेर्नु न अनि पाक्न पाउँदैन मान्छेले खायो अनि यता कमिलाले चराले खाएर सब सकिन लागिसक्यो। मैले चाहिँ यति टिपे यो भनेको दिउँसोको नास्ता जस्तै हो कि बेला बेलामा खोज्दै खाँदै अनि के गर्नु। यता फेरि हाम्रो साइकल फेरि मान्छे भन्दा धेरै हुन लागिसक्यो। हाम्रो चाहिँ 3टा साइकल भइसक्यो अनि त्यसपछि म चाहिँ बाख्रा चराउन जाँदैछु अनि ठ्याक्क करैलीको विद्यार्थी छुट्टी भएको थियो। बाख्रा नि आज टाटार गएन मौसम यस्तो भएर होला बाख्रा नि डराइरहेको थियो। अनि अब चाहिँ म चाहिँ बजारतिर लागेँ यसरी बाख्रा छोडेर। आउँदा कस्तो थियो आउँदा कस्तो भयो हेर्नु न यो चाहिँ चेन्जेस सबै यो नथीले गर्दा भएको है। म चाहिँ नथी लगाएको नयाँ यस्तो हाँसो लाग्दैन। फेरि घर आइसकेपछि मेरो डेली काम भनेको फेरि खाना बनाउनु हो साँझ बिहानै अनि म चाहिँ खाना बनाउन थालेँ अनि यता चाहिँ बजे हाम्रो घर आउनुभएको थियो। अनि साँझमा सब खाना बनाएर सकेपछि म चाहिँ यसरी आँप खान थालेँ बसेर यस्तो मिठो हुन्छ नि यो सुपारी आँप। अनि यता चाहिँ मैले पिन्टुको लागि ढिक्री निकाल्न थालेँ उसले चाहिँ एकदम मनपर्छ अनि मेरो भाइले चाहिँ पानी लिएर आएको थियो 3 टाइम हाम्रो पानी ल्याउनु पर्ने हुन्छ। त्यसपछि म चाहिँ माउलो जान थालेँ अनि मम्मी चाहिँ गइसक्नु भएको थियो। यस्तो चाहिँ हाम्रो माउलोको दृश्य यस्तो राम्रो फिनिसिङ भइसकेको छ पुरै अहिले। माइजूले यस्तो मजाले सजाएर राख्नु भएको छ नि। उहाँ चाहिँ हाम्रो सानी आमा है उहाँ चाहिँ होली खरकको अनि उहाँ चाहिँ भर्खर हिजो पार देखाएको। यता दिदी बहिनीको रमाइलो अनि हेर्नु न कस्तो यहाँ पुरै रमाइलो खानपिन चलिरहेको थियो भने आन्टीले फेरि यसरी कुखुराको मासु तानेर राख्नु भयो खुट्टा। यता फेरि माइजू आफ्नो पारा भन्नुहुन्छ नि यता बुहारी अनि यता चाहिँ हाम्रो मामाले पनि फोन गर्नुभएको थियो। अब यस्तै हो रमाइलो कहिलेकाहीँ त भइहाल्छ नि अनि हामीले पनि त्यो रमाइलो भइरहेको थियो। टिकटक नि टन्नै बनायौँ अब बिस्तारै पोस्ट हुन्छ हेर्दै गर्नु होला। अनि यता झोलामा चाहिँ आमाले पारिदिएको कसै ल्याउनु भएको थियो हेर्नु न कस्तो राम्रो अर्ग्यानिक सिमी नास्पाती ल्याउनु भएको थियो अनि यो चाहिँ झोला बोकेर घरतिर लाग्यो। साथसाथै यता चुकाउने रोटी थियो म चाहिँ ब्रस गरिसकेको थिएँ त्यही भएर खाएन अनि भोलि खान्छु भनेर लिएर हिँड्ने घरतिर। अनि गाइस हामी चाहिँ घरतिर जाँदै छौँ। नजिकमा आउलो हुनुको फाइदा यही हो। थ्याङ्क्स फर वाचिङ।